प्रकाशको पुस्तक सबैभन्दा बाइबलको अन्तिम पुस्तक हो। हामी यो सबैजनालाई थाहा भएकै कुरा हो। अनि यो पुस्तक प्रभुको 12 जना चेलामध्ये यूहन्ना भन्ने प्रभुको अति नै प्रिय चेलाले यसलाई लेख्नु भएको छ है। अनि यो पत्र प्रकाशको पत्र अथवा प्रकाशको पुस्तक लेखिँदै गर्दाखेरि यो चाहिँ पहिलो शताब्दीको अन्तिमतिर लेखिएको हुनुपर्छ। अनि यो समयमा मण्डली भयङ्कर सतावटमा थियो, ठुलो सतावटमा थियो। अनि यूहन्ना आफै पनि नजरबन्दमा रहेको अवस्थामा र पद्मोस भन्ने टापुमा है त्यहाँको कैदी जीवन जिउँदै गर्दाखेरि उनले परमेश्वरद्वारा पवित्र आत्माद्वारा लेखिएको दर्शनको बारेमा अनि यो प्रकाशको पुस्तक लेखिएको छ। अनि प्रकाशको पुस्तकको मेन उद्देश्य यही नै छ। त्यसको मेसेज के छ भने प्रभु येशू आउँदै हुनुहुन्छ, प्रभु येशू आउँदै हुनुहुन्छ। अनि हामी प्रकाशको पुस्तकको अन्तिमतिर हामी हेऱ्यौँ भनेदेखि यसले मण्डली इतिहासलाई एउटा क्रमबद्ध रूपमा यसको इन्डिङ पोइन्ट चाहिँ के हो भन्ने कुरा चाहिँ देखाइरहेको छ। मण्डली सँगसँगै यो संसारको अन्तिम अवस्था चाहिँ के हो भन्ने विषयमा चाहिँ प्रकाशको पुस्तकले उद्धृत गरेको हामी पाउँछौँ होइन। न्यायको सिंहासनको बारेमा हामी देख्छौँ, 1000 वर्षको राज्यको विषयमा हामी देख्छौँ, विभिन्न संसारमा आउने क्रोधहरूको विषयमा, देशको न्यायको विषयमा हामी देख्न सक्छौँ। र अन्तिममा गएर अनन्तसम्म परमेश्वरसँग राज्य गर्ने रहने होइन 1000 वर्ष पछाडिको निरन्तरता के हुने हो भन्ने कुरा। अनि प्रकाशको पुस्तक चाहिँ यूहन्ना आफ्नै यो उनको विचारको विषयमा उनले लेखेको कुराहरू होइन, उनको ओपिनियन होइन। प्रकाशको पुस्तक चाहिँ है प्रकाश भनेको चाहिँ के हो तपाईँले बुझ्नुहुन्न होला। फेरि प्रकाश भनेको चाहिँ यो बत्ती हो, लाइट हो होइन भन्नु होला। तर यो प्रकाश भनेको चाहिँ के हो भनेको नि प्रकटीकरण भन्ने हुन्छ खासमा चाहिँ। प्रभु येशूले अब के गर्न लाग्नु भएको छ भन्ने विषयको त्यो अदृश्य कुरालाई मण्डलीको माझमा ल्याउने, मण्डलीलाई देखाउने। अबको पछिल्लो चरण चाहिँ यो हो है, यो पछि यो घटनाक्रमहरू यसरी हुन्छ है। प्रभु आउनु भएपछि चाहिँ यो कुराहरू हुन्छ है भनेर उहाँको कामहरूलाई अथवा उहाँले गर्न लाग्नु भएको उद्देश्यहरूलाई प्रकट गराउनु चाहिँ के हो, त्यो चाहिँ प्रकाश हो। मनगढन्ती कुराहरू चाहिँ यहाँ यूहन्नाले लेखेको छैन। उनलाई मनमा के बहकिएर आएको कुराहरू उनले लेखेको छैन। अनि मण्डलीलाई यो कुरा लेख्दै गर्दाखेरि चाहिँ मण्डलीलाई सतर्क रहन यूहन्नाले यो पत्र लेख्नु भएको छ। ओके, तपाईँले बुझ्नुपर्छ कि यो पत्र लेख्दै गर्दाखेरि पृष्ठभूमिलाई चाहिँ जहिले बिर्सिनु हुँदैन। कुनै पनि पुस्तक हामीले पढ्दै गर्दाखेरि चाहिँ त्यसको पृष्ठभूमिलाई चाहिँ हामीले बिर्सन मिल्दैन। यदि हामीले पृष्ठभूमि बिर्स्यौँ भनेदेखि हामीले त्यसको अर्थ अन्त्यतिर मोड्न सक्छौँ। अनि यो समयमा हामीलाई थाहा छ मण्डली चाहिँ रोमी शासनको अन्डरमा घोर पर्सिक्युसन यानि कि सतावटमा परिरहेको अवस्थाहरू थियो है। जहाँ जहाँ मण्डलीहरू सुरुवात हुन्थ्यो त्यहाँ यहुदीहरूद्वारा र रोमीहरूद्वारा, शासकहरूद्वारा चाहिँ सताइएको अवस्थाहरू थियो। ग्रिक समाजबाट चाहिँ
यो नयाँ मत होइन, त्यो बेलामा यसलाई चाहिँ नयाँ मतको रूपमा, नयाँ एउटा विचारधाराको रूपमा समाजले लिइरहेको थियो र उनीहरूले यसलाई सजिलै स्वीकार गरिरहेको अवस्थाहरू हामी देख्दैनौँ। ओके, तरै पनि यो समयमा चाहिँ सुसमाचार अझ बोल्ड रूपमा, बोल्ड भनेको चाहिँ अझ प्रखर रूपमा अझ बढिरहेको थियो, अझ मण्डली वृद्धि भइरहेको थियो, मण्डलीहरू चारैतिर फैलिरहेको थियो। जति सतावट आयो त्यति नै मण्डली अझ बलियो हुँदै गइरहेको अवस्थामा थियो। घोर सतावटको बिचमा पनि प्रभुको कामहरू भइरहेको अवस्थामा यो प्रकाशको पुस्तक लेखिएको छ। भूमिका येशू ख्रीष्टको प्रकाश जो परमेश्वरले चाँडै हुन आउने कुराहरू आफ्नो सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्नो दूत पठाउनु भएर यो कुरा आफ्नो सेवक यूहन्नालाई प्रकट गरिदिनु भयो। तपाईँले बुझ्नुभयो सुरुमा 1ले के भन्दैछ? कसको प्रकाश अरे यो चाहिँ? येशू ख्रीष्टको प्रकाश जो परमेश्वरले चाँडै हुन आउने कुराहरू हाम्रो सेवकहरूलाई देखाउन, आफ्ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। आफ्नो सेवकहरू भनेको मण्डलीहरूलाई येशू ख्रीष्ट आउन लाग्नु भएको कुरामा परमेश्वरले यो इच्छा गर्नुभएको कारणले यूहन्नाका यो समाचार उहाँले दिनुभएको कुराहरू यहाँ भन्दैछ। उहाँले आफ्नो दूत पठाउनु भएर यो कुरा आफ्नो सेवक यूहन्नालाई प्रकट गरिदिनु भयो। पनि परमेश्वरले स्वर्गदूतहरूलाई प्रयोग गर्नुभएको थियो कुनै पनि म्यासेज, आफ्नो म्यासेज मानिसहरू कहाँ पुर्याउनको लागि, समाचार पुर्याउनको लागि दूतहरू प्रयोग गर्नुभएको थियो। त्यसरी नै यहाँ पनि सेम घटना हामी घटेको देख्छौँ। यूहन्नाले देखेका सबै कुराहरूको अर्थात् परमेश्वरको वचन र येशू ख्रीष्टको साक्षीको गवाई दिए। त्यो धन्य हो जसले अगमबाणीका यी वचनहरू उच्च स्वरले पाठ गर्दछ र धन्य हुन् तिनीहरू जसले सुन्दछन् र त्यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ। यूहन्नाले जे जति कुरा परमेश्वरको वचनद्वारा सबै कुरा उनले जे जति कुराहरू सुनेका थिए अनि त्यो कुराहरू चाहिँ उनी आफै साक्षी भए। उनले त्यो गवाई दिए। त्यो गवाई चाहिँ कसलाई दिए? मण्डलीहरूलाई यो कुरा उनले बताउनको लागि, भनिदिनुको लागि उनी आफै साक्षी भए। अनि यो सम्बोधन गरेको कुरा चाहिँ के हो? किन लेखियो त यो प्रकाशको पुस्तक चाहिँ उनले किन लेखे, के को कारणले लेखे भन्ने कुरा चाहिँ एक अध्यायको 1 र 2 हामी पाइरहेका छौँ। अब त्यो धन्य हो जसले अगमबाणीको यी वचनहरू उच्च स्वरले पाठ गर्दछ अथवा जसले यो पत्र पाउँछ अनि त्यो पत्रलाई ठुलो स्वरले मुख खोलेर पढ्दछ, त्यो चाहिँ तिनीहरू चाहिँ धन्यको हुन्। जसले सुन्दछ त्यहाँ लेखिएको कुराहरू पालन गर्दछन्, किनकि समय नजिक छ। अब यो कुराहरू चाहिँ किन लेखिएको छ, किन उनले यो कुराहरू भन्दैछ भने सुन्नलाई र त्यहाँ लेखिएको कुराहरू पालन गर्नलाई। अनि किन भन्दाखेरि चाहिँ समय नजिक आएको छ। कुन समय नजिक आएको छ? के समय नजिक आएको छ? के समय नजिक आएको छ? यो समय नजिक आएको छ भन्दै गर्दाखेरि त्यहाँको मण्डलीलाई कत्रो त्यो के
साहस मिलेको थियो। समय नजिक आएको छ भन्दाखेरि चाहिँ अब येशू ख्रीष्ट चाहिँ ढोकैमा हुनुहुन्छ है। अब हामी अझ के गर्नुपर्छ, बनिनुपर्छ, अझ होसियार हुनुपर्ने अवस्था आएको छ। अझ हामी एकले अर्कालाई घचघच्याउने बेला भएको छ, किनभने समय चाहिँ एकदम नजिक छ। यूहन्नाले त्यो कुरा देखेको थियो हैन। तपाईँले यो भन्नु होला, अब यूहन्नाले यो पत्र लेखेको चाहिँ कति भयो हजुर? करिबन 2000 वर्षै भयो हैन, झन्डै 2000 वर्षै पुग्न लागिसक्यो। अझै प्रभु आउनु भएको छैन रहेछ। समय नजिक छ भनेको त यूहन्नाले ढाँटेको रहेछ हो हो होइन भने किन 2000 वर्ष भइसक्दा नि प्रभु आउनु भएन त? अनि यूहन्नाले चाहिँ समय नजिकै छ भने, समय नजिकै छ भने यूहन्नाले किन भने? त्यो बेलाको मण्डलीलाई उनले ढाडस दिन खोजेको कुरा हो है। भन्यो भने चाहिँ खासमा 2000 वर्ष हाम्रो लागि 2000 हो, प्रभुको लागि 2 दिन हो होइन। भन्न खोजे प्रभु साह्रै अल्छी हुनु रहेछ भन्न खोजे होइन। तर उहाँ समय रेखाभन्दा बाहिर हुनुहुन्छ। परमेश्वर चाहिँ के हुनुहुन्छ अरे? समयभन्दा बाहिर हुनुहुन्छ। उहाँलाई समयले बाँध्न सक्दैन है। अनि उहाँको लागि चाहिँ एउटै कुरा छ कि धेरैजना मान्छेले सुसमाचार सुनुन् र सबैजना बाँचोस्। किनभने त्यो समयमा भर्खर युरोप एरियामा मात्रै सुसमाचार पुग्दै थियो होइन। संसारको कुना कुनासम्म चाहिँ सुसमाचार पुग्न अझै बाँकी नै थियो। मण्डली भर्खर बढ्दै थियो होइन, रोमपट्टि जाँदै थियो भनेपछि युरोप पनि कता कता अझै बाँकी नै थियो, अझै प्रशस्त गरी सुसमाचार पुग्न बाँकी नै थियो। तर उनले यो हिसाबले लेखे कि त्यो बेलामा घोर कष्टमा मण्डली परिरहेको थियो। आफ्नो विचार के अरे आफ्नो विश्वासलाई बाहिर प्रकट गराउनको लागि धेरै नै गाह्रो परिरहेको थियो होइन। सम्राट नेरोले हामीलाई थाहा छँदैछ, उनी आफैले आफ्नो दरबार जलाए। अनि यो चाहिँ जलाउने काम चाहिँ विश्वासीहरू क्रिस्चियनहरूको हो भनेर उनले क्रिस्चियनहरूलाई तहस नहस गरेको घटना अहिले पनि यो इतिहास साक्षी छ। उनले क्रिस्चियनहरूलाई पक्रेर आफ्नो बगैँचामा जिउँदै जलाइदिए, अलकत्रा लेपेर अनि बगैँचामा उज्यालो दिने ज्योति बनाउनलाई, लाइट बनाउनको लागि विश्वासीहरूलाई उसले जिउँदै पोल्दियो होइन। अनि यस्तो घोर सतावट मण्डलीमा परिरहेको अवस्थामा अनि यूहन्नाले मण्डलीलाई लेख्दै हुनुहुन्छ कि समय नजिक छ, प्रभु नजिकै हुनुहुन्छ। अनि तिमी चाहिँ के हुनुपर्छ? तयारी हुनुपर्छ। अनि यो कुरा आजको दिनमा पनि हामीलाई घचघच्याउँछ। यो कुरा यूहन्नाको पुस्तक हामी पढ्दै गर्दाखेरि हामी व्यर्थको कुराहरूमा हामी पछ्याइरहेका छैनौँ। हामी नहुने कुरालाई हामीले पछ्याएका छैनौँ। यो चाहिँ आउन लागेको समय घटनाक्रम हो, आउने इतिहास हो। इतिहास चाहिँ खासमा भइसकेका समयहरूलाई इतिहास भनिन्छ। तर यो घटनाक्रम चाहिँ अघिबाटै परमेश्वरले तय गरिसक्नु भएको छ भन्ने हेतुले चाहिँ यो आउनेवाला इतिहास हो, हुन्छै हुन्छ भन्ने कुरा हो। यही कुराले चाहिँ हामीलाई के गर्नुपर्छ? हामीलाई ढाडस दिनुपर्छ। हामीले व्यर्थको कुरालाई हामीले पछ्याइरहेको छैन, नहुने कुरालाई, बगमफुसे कुरालाई हामीले पछ्याएको छैन। तपाईँ विश्वासमा आउनुभएको छ भने तपाईँ हार नखानुहोस्। के कुरालाई पछ्याएँ भन्ने तपाईँको दोमन नहोस्। यो चाहिँ यूहन्नाले यसलाई डिक्लियर नहुने कुरालाई हामीले पछ्याएका छैनौँ। तर प्रभु आउनु हुन्छै हुन्छ, प्रभु जीवित हुनुहुन्छ। अनि प्रभु यस संसारमा राज्य गर्नलाई उहाँ आउँदै हुनुहुन्छ। अनि त्यसै भएको कारणले, त्यही भएको कारणले तिमीले नहुने कुरालाई पछ्याएका छैनौ। त्यस कारणले अझै पनि के गर? तिमी बनिनुपर्छ, धैर्य हुनुपर्छ, तयारी हुनुपर्छ। समय छँदा नै तिमी तयारी हुनुपर्छ भन्ने कुरा हो।
त्यो बेलामा मण्डली घोर कष्टमा थियो, अहिलेको जस्तो माहौल होइन। तर इभन आजको दिनमा पनि यो त्यतिकै नै के छ, प्रभावकारी र शक्तिशाली छ। सुस्ताइरहेको अवस्थामा होइन, अहिले त रमाइलो छ नि हौ होइन, रमाइलो छ नि अहिले त, सेकुलर वर्ल्ड भइसकेको छ। अहिले फ्री विचार आफ्नो विचार राखेर हिँड्न पाइने समाज छ। त्यसै कारणले अहिले विश्वासीहरू निदाउने अवस्थामा छ, सुस्त भइरहेको अवस्थामा छ। कतिचोटि चाहिँ त्यो सुस्त अवस्थामा पनि हामीलाई दोधारेपन आउन सक्छ। सङ्गति जाउँ कि नजाउँ, हो कि होइन, होइन बाइबल बोकेको पनि हो कि होइन, पढेको कुराहरूले यो आधारहीन जस्तो हामीलाई महसुस हुँदैछ भने यो कुराले तपाईँहरूलाई घचघच्याओस् कि समय नजिक छ, उहाँ आउँदै हुनुहुन्छ। तपाईँले नहुने कुरालाई तपाईँले विश्वास गर्नुभएको छैन, वास्तवमै प्रभु आउँदै हुनुहुन्छ। त्यस कारण समय नजिक छ। ओके, 4 मा यूहन्नाबाट एसियामा भएका 7वटा मण्डलीहरूलाई उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो हुन आउनुहुनेछ र उहाँको सिंहासन अघि रहनुहुने 7 आत्माबाट, विश्वासयोग्य साक्षी येशू ख्रीष्टदेखि मृतकबाट प्रथम जीवित हुनुभएको तथा पृथ्वीका राजाहरू र शासकको तर्फबाट हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई हाम्रो पापबाट स्वतन्त्र पार्नुहुनेलाई हामीलाई एउटा राज्य, उहाँका पिता परमेश्वरका पुजारीहरू तुल्याउनु हुने उहाँलाई महिमा र पराक्रम सदा सर्वदा होस्। आमेन। यूहन्नाबाट एसियामा भएर 7वटा मण्डलीलाई तपाईँले यो 7वटा मण्डली तपाईँले यता पाउन सक्नुहुनेछ। 2 अध्यायदेखि 2 र 3 अध्यायमा तपाईँले पाउन सक्नुहुनेछ। 7वटा मण्डलीहरू त्यहाँ दिएको छ। अनि त्यो बेलामा एसिया भनेको चाहिँ यो अहिले चाहिँ एसिया भनेको तपाईँको ठुलो एउटा कन्टिनेन्ट पर्छ। तर त्यो बेलामा चाहिँ हालको टर्कीलाई चाहिँ एसिया भनेर बुझिन्थ्यो होइन। अनि यो जतिवटा यो लेखिएको मण्डलीहरू छ, एफिसस, पर्गामस, स्मुर्ना, थियटीरा, सार्डिस भनेको चाहिँ होइन, फिलाडेल्फिया, लाउडिकिया भनेको चाहिँ सबै टर्कीभित्र रहेको मण्डलीहरू छ। तर विडम्बनाको कुरा अहिले टर्की चाहिँ के भएको छ, क्रिस्चियन देश छैन। किनभने धेरैचोटि त्यहाँ आक्रमण भयो अनि पछिल्लो समयमा चाहिँ अहिले मुस्लिमहरूले त्यो देशलाई आफ्नो बनाएको छ। अनि उनीहरूले प्रायः चाहिँ मुस्लिम कन्ट्रीहरू छ। तर पुरानो चर्चहरू चाहिँ त्यहाँ धेरै छ, थुप्रो छ पुरानो चर्चहरू। चर्च भनेको चाहिँ फेरि चर्च बिल्डिङ मात्र छ, विश्वासी चाहिँ छैन। पुरानो होइन, प्रभु येशूको चित्रहरू भएको होइन, स्वर्गदूतहरूको भएको 12 जना चेलाहरूको चित्रहरू भएको पुरानो चर्चहरू छ, भयङ्कर छ। तर विश्वासी चाहिँ खासै छैन। छन् विश्वासी केही मात्रामा छ, एकदम थोरै छ। अनि त्यो एसिया भनेको चाहिँ त्यो बेलामा हालको टर्कीलाई भनेर बुझिन्छ। अनि त्यहाँको मण्डलीहरूलाई चाहिँ अब यो कुराले प्रेरणा दिँदैछ, ढाडस दिँदैछ कि यूहन्नाले उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो हुन आउनुहुनेछ। अब यसको अर्थ चाहिँ उहाँ टाइमभन्दा बाहिर हुनुहुन्छ, जो हुनुहुन्थ्यो, प्राचीन समयमा हुनुहुन्थ्यो र हुनुहुन्छ, जो हुनुहुन्थ्यो। अहिले पनि हामीले विश्वास गरेको परमेश्वर अहिले जो हुनुहुन्छ, पहिला पनि हुनुहुन्थ्यो र जो हुन आउनुहुनेछ। भन्नुको अर्थ चाहिँ के हो, परमेश्वर हरेक समय हामी सँगसँगै हुनुहुन्छ भने यो कुराले ढाडस पुर्याउनको लागि मैले भन्दैछन्। र उहाँको सिंहासन अघि रहनुहुने 7 आत्माबाट
विश्वासयोग्य साक्षी येशू ख्रीष्टदेखि मृतकबाट प्रथम जीवित हुनुभएको तथा पृथ्वीका राजाहरूका शासकको तर्फबाट यहाँ चाहिँ त्रिएकत्वको विषयमा उनले भन्दैछ। मण्डलीले त्रिएक परमेश्वरलाई ट्रायुन गड भन्छ। त्रिएकत्व तपाईँले यो कुरा चाहिँ एउटा हामीले छुट्टै एउटा क्लास लिनुपर्नेछ अझै मजाले बुझ्नको लागि। तर हामी पिता पुत्र र पवित्र आत्मा परमेश्वरलाई हामी मान्छौँ, त्रिएक परमेश्वरलाई हामी मान्छौँ। अनि यही कुरा चाहिँ उनले भन्दैछ कि पिता परमेश्वर जो आदिमा हुनुहुन्थ्यो, अहिले हुनुहुन्छ र पछि पनि हुन आउनुहुनेछ, उहाँ पिता परमेश्वर र पुत्र परमेश्वर जो मृतकबाट प्रथम भइकन उठ्नुभयो र पृथ्वीमा भएका राजाहरूको पनि शासक उहाँ हुनुहुन्छ। अनि सातवटा आत्माहरू सिंहासन अघि रहनुहुने सात आत्माबाट पवित्र आत्माको विषयमा यहाँ भन्दै हुनुहुन्छ है। पिता पुत्र र पवित्र आत्मा तीन त्रिएक परमेश्वरबाट एसियामा रहेका सातवटा मण्डलीलाई अनुग्रह र शान्ति होस् भनेर भनिएको छ। कस्तो खालको शान्ति हो, कस्तो खालको अनुग्रह? हजुर, यो 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 कुनै पनि धनले दिने शान्तिको विषयमा यहाँ कुरा गर्दैन। अनुग्रह भन्ने कुरा नै एकदम ठुलो एउटा अर्थ छ। अनुग्रहको अर्थ चाहिँ मण्डलीले मात्र बुझ्छ, बाहिरको मान्छेले बुझ्दैन। अनि यो चाहिँ शान्ति भनेको चाहिँ कस्तो खालको शान्ति हो? एसियाको मण्डलीलाई दिइरहेको शान्ति हो। यो शान्ति चाहिँ कस्तो खालको शान्ति हो? जब उनीहरू घनघोर सतावटमा परिरहेको थियो, कस्तो खालको अनुग्रहको विषयमा भनेको? जब उनीहरूको आफ्नै नानीहरू चाहिँ अरूले लगेर काटिरहेको थियो, मनोरञ्जन गरिरहेको थियो, काटिकन मार्दाखेरि मनोरञ्जन लिइरहेको थियो, त्यो समयमा अनुग्रह र शान्ति भनेर लेखिरहँदाखेरि यो कस्तो खालको अनुग्रह र शान्ति हो? यानि कि त्रिएक परमेश्वर जो आदिदेखि अनन्तसम्म रहनुहुन्छ, तिनै परमेश्वरको अनुग्रह र शान्ति तिमीमा रहोस् भन्ने कुरा हो। तपाईँले सायद यो कुरा बुझ्नलाई अलिकति गाह्रो पर्छ होला, त्यस कारणले म अघि लाँदैछु। 6मा कति राम्रो कुरा लेख्नु भएको छ है। 5मा पनि म अलिकति जोड दिएँ। हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई हाम्रो पापबाट स्वतन्त्र पार्नुहुनेलाई हामीलाई एउटा राज्य, हाम्रा पिता र परमेश्वरको पूजाले तुल्याउनु हुने। परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ र प्रेम गर्नु भइकन उहाँको अनुग्रहमा उहाँको मुक्तिभित्र हामीलाई प्रवेश गराउनु भएको छ। अनि हामी चाहिँ छुट्टै एउटा जाति तुल्याएका छौँ, छुट्टै राज्यको रूपमा उहाँले स्थापित गर्नुभएको छ। अहिले जति पनि विश्वास गर्ने व्यक्तिहरूको जमात छ त्यो चाहिँ एउटा राज्य हो। अहिले यो सानो यो हाम्रो अनन्त जीवन नाजुन चर्च यो चापमा छ र यस्तो कैयौँ मण्डलीहरू संसारभरि छ जसले पिता पुत्र र पवित्र आत्मालाई विश्वास गर्दछ, बचाइएको छ। तिनीहरूको एउटा पूर्ण समूह चाहिँ सुन्नुहोस् ल, तिनीहरूको पूर्ण एउटा समूह चाहिँ एउटा राज्य हो र परमेश्वर पितालाई आराधना गर्ने पुजारीहरूको समूह। हालेलुया। एउटा कुरा सोच्नु ल, तपाईँहरू पुजारी हो कि होइन? हजुर, मण्डलीभित्र चाहिँ पुजारी को हो? हजुर,
मण्डली परिवार हामी अलिक ठुलो बोल्नु न। मण्डली परिवार मण्डली परिवार, ओके। यता दिदीबहिनीबाट मण्डलीभित्र पुजारी को हो? मण्डलीभित्र पुजारी को हो? अगुवा हो, पास्टर हो? होइन, हामी सबैजना के हो? पुजारी हो। हामी सबैजना एक-एकजना के हो? पुजारी हो। हामी एक-एकजना मिलेर नेपाल राज्य बनेको छ होइन। सारा नेपाली 77 वटा जिल्लामा रहेको हरेक एक इन्डिभिजुअल व्यक्ति न सबै मिलेर के भएको नेपाल देश अथवा एउटा राज्य बनेको। त्यसरी नै हामी एक-एकजना इन्डिभिजुअल जसले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्दछ, पिता पुत्र र पवित्र आत्मालाई विश्वास गर्दछ अथवा बचाइएकोहरूको एउटा समूह छ, त्यो चाहिँ के हो? एउटा राज्य हो। अनि तिनीहरू सबै नै के हो? पुजारी हो। हरेक एक-एकजना जसले विश्वास गर्दछ। त्यसै कारण तपाईँ आफैले आफ्नो लागि प्रार्थना गर्न सक्नुहुन्छ। तपाईँ आफैले परमेश्वरलाई आराधना दिन सक्नुहुन्छ, उचाल्न सक्नुहुन्छ। तपाईँ हरेक एक-एकजनासँग मसँग जति अधिकार छ त्यतिकै तपाईँहरूसँग पनि अधिकार छ। मुक्तिमा हामी के छौँ? बराबर छ। अनि यसरी आफ्नो राज्य स्थापित गर्नुहुने र यसरी हामीलाई पुजारीको रूपमा स्थापित गर्नुहुने परमेश्वरलाई महिमा पराक्रम सदा सर्वदा होस् भनेर उनले आराधना गरेका छन्। ओके, हेर उहाँ बादलहरू साथ आउँदै हुनुहुन्छ र हरेक आँखाले उहाँलाई देख्नेछ। तिनीहरूले पनि जसले उहाँलाई घोचे र पृथ्वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्। यसै होस्, आमेन। के भनेको छ? हेर उहाँ बादलहरूको साथमा आउँदै हुनुहुन्छ र अर्को कुरा चाहिँ हरेक आँखाले उहाँलाई देख्नेछ। कसले देख्नेछ? विश्वासीहरूले मात्रै देख्नेछ हो? होइन, हरेक भनेको के हो? हरेकले देख्नेछ, विश्वास नगर्ने पनि देख्नेछ। नाङ्गो आँखाले देख्नेछ भनेको अहिले आँखा चिम्लेर प्रभु भनेको जस्तो होइन। त्यो बेलामा चाहिँ प्रभु आँखै अगाडि हुनुहुन्छ। अनि यहाँ के भनेको छ? जसले उहाँलाई घोचे त्यसले पनि देख्नेछ। पृथ्वीको सबै मानिसहरू चाहिँ के गर्नेछ अरे? विलाप गर्नेछ। विलाप भनेको के हो? विलाप भनेको के हो? रुनु, भित्र मनमा हो भनेर रुनु। किन रुन्छ त उनीहरू? किन विलाप गर्छ त? किन विलाप गर्छ त? हजुर, हामीले सुसमाचार पुर्याइसकेका हुनेछौँ, सबैलाई भनिसकेका हुनेछौँ येशू मात्रै साँचो परमेश्वर हुनुहुन्छ। यदि तिमीले विश्वास गरेन भने तिमी चाहिँ न्यायमा पर्नेछ, दण्डमा पर्नेछ। त्यो न्याय गर्नुहुने चाहिँ येशू ख्रीष्ट हुनुहुनेछ भनेर हामी सबैजनाले भनिसकेका हुनेछौँ। अनि आकाशमा आउँदै गरेको चाहिँ को छ त्यो? आयो भन्दाखेरि हामीले भनिसकेका हुनेछौँ येशू ख्रीष्ट चाहिँ बादलमा देख्ने गरेर आउनुहुनेछ भनेर हामीले भनिसकेका हुनेछौँ। अनि उनीहरूले थाहा पाउनेछ येशू चाहिँ आकाशमा आउनुभएछ। अब उनीहरूले अब सक्यो, तेरो गयो पालोमा, ल उनीहरू विलाप गर्नेछ। तर हाम्रो मण्डलीको लागि चाहिँ के हो? मण्डलीको लागि चाहिँ के हो? त्यो प्रभु बादलमा आउँदै हुनुहुन्छ भन्ने कुराले मण्डलीलाई के हुन्छ? त्यो कुराले हजुर होइन, 10 वर्ष बाउ विदेशमा गएर फर्केर आएको जस्तै हुँदैन? आमा सबै कुरा भेटाए जस्तो हुन्छ नि त। हर्ष, आनन्द, खुसी, सायद हामी पनि रुन्छौँ होला त्यो बेला। देखिस् मेरो बाबु आयो, देखिस् मेरो प्रभु आउनुभयो। हिजो अस्ति मलाई के गर्दै थिइस्? तैँले गिल्ला गर्दै थिइस्, देखिस् मैले भनेको होइन, आउनुहुन्छ भनेर आउनुभयो। अनि हामी के गर्छौँ? चिच्याउँछौँ, हालेलुया भन्दै कराउँछौँ है। त्यो सातवटा मण्डलीलाई
उनले यो कुरा भन्दैछ, प्रभु आउँदै हुनुहुन्छ। जसलाई विश्वास गरेका छौँ, आदि अनन्तसम्मको परमेश्वर जसलाई हामीले विश्वास गरेका छौँ, जसले हामीलाई एउटा राज्यको रूपमा स्थापित गर्नुभयो, जसले हामीलाई पुजारी बनाउनु भयो, उहाँ चाहिँ बादलमा आउँदै हुनुहुन्छ। हामी सबैले देख्नेछौँ। जसले विश्वास गर्दैनन्, जसले उहाँलाई घोचे, जसले उनीहरूले दण्ड दिए क्रुसमा टाँगेर, तिनीहरूले देख्नेछन् अनि तिनीहरू चाहिँ विलाप गर्नेछन्। अनि आत्मा भन्छ, अल्फा र ओमेगा म नै। सर्वशक्तिमान परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुन आउनुहुनेछ। आमेन। अल्फा र ओमेगा भनेको चाहिँ ग्रिक शब्दको ए र जेड भने जस्तै होइन। अल्फा भनेको चाहिँ स्टार्टिङ, सबभन्दा सुरु। ओमेगा भनेको चाहिँ अन्तिम। येशू ख्रीष्ट नै सुरुवात पनि र अन्तिम पनि हुनुहुन्छ। यही कुराले मण्डलीलाई के गर्नुपर्छ? ढाडस मिल्नुपर्छ, बल मिल्नुपर्छ। उहाँ नै आदि र अन्त्य हुनुहुन्छ। यो सत्यतालाई बोक्ने व्यक्ति चाहिँ मण्डली मात्रै हो, अनि यो कुरा जान्ने पनि मण्डली मात्रै हो। परमेश्वर येशू ख्रीष्ट जो आदि र अन्त हुनुहुन्छ, जो हाम्रो बिचमा हुनुहुन्छ। अब हाम्रो आँखाले देख्ने गरी उहाँ आउँदै हुनुहुन्छ। तपाईँ अनि मेरो पर्खाइ चाहिँ जहिले पनि तयारी भएर बस्नुपर्छ, तयारी भएर बस्नुपर्छ। नसुस्ताउनुहोस्, नसुस्ताउनुहोस्। जब प्रभु आउनुहुनेछ, तपाईँको हृदय आराधनाले भरियोस्। मेरो बाबु आउँदैछ मलाई भेट्नलाई, मेरो यही आँखाले देख्नेछ, मेरो यो दुईटै नाङ्गो आँखाले देख्नेछ, अनि म रमाउनेछु। हो कि तपाईँहरू बिचल्ली चाहिँ हुने हो होइन? ला यसोको गर्नु बाँकी थियो, ला उसोको गर्नु बाँकी थियो, त्यसो होइन। धेरैवटा हामी गर्छ, अझै प्रार्थना गर्न बाँकी छ, अझै उपवास बस्न बाँकी छ, अझै होइन स्वर्गदूत जतिकै भए पछाडि मात्रै प्रभुको अगाडि पुग्नु पर्ने। ला ल बर्बाद हो। त्यस्तो होइन। तपाईँ जे जस्तो हुनुहुन्छ त्यस्तै अवस्थामा तपाईँ रेडी हुनुभयो। तपाईँ विश्वासको दौडमा कहाँसम्म पुग्नुभएको छ? आफ्नो विश्वासलाई स्थिर गरिकन माथि आउनुहुने येशूलाई तपाईँको विश्वासलाई पर्खिरहनु भयो, जसले तपाईँलाई विजय तुल्याउनु भएको छ। यदि त्यो खालको विश्वास तपाईँसँग छ भने कुनै पनि सतावटले तपाईँलाई लाँदैन, ढलाउँदैन, परमेश्वरदेखि अलग गराउन सक्दैन। तपाईँले यो चाहिँ भन्नु पऱ्यो, आउनुहुने परमेश्वरलाई म विश्वास गर्दछु। म यस संसारमा भएको कुनै पनि कुरादेखि म डराउने छैन।